गाइस के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु भन्नुपर्छ हैन। यो भन्दा 2 दिन अगाडि बनाएको भिडियो थियो के अरे त्यो पनि डिलिट गरिदियो। अब के अरे यो नेताको बारेमा चाहिँ खासै केही भन्न पनि मन लाग्न छोडिसक्यो। जो झुट बोल्छ त्यसले भ्युज पनि राम्रो आउँछ हैन, आफ्नो आइडी पनि राम्रो हुन्छ। जो राम्रो कुरा गर्छ, जसले चाहिँ राम्रो गर्न खोज्छ त्यसैको चाहिँ भिडियो डिलिट हान्दैछ। अब त्यही भएर पनि अब त्यो कुराहरू नगर्ने। अब नेताको कुराहरू गर्नु हुँदैन। अस्ति राम्रो भिडियो बनाएर एउटा हालिदिएको थिएँ, 6वटा 7वटा लगाउँदाखेरि पनि त्यो सबै डिलिट गरिदियो, एउटा पनि छैन। त्यही भएर हिजो लगाउनु त लगायो हिजो पनि भिडियो, तर चित्तै बुझेन। त्यही भएर आजदेखि चाहिँ अब अलग्गै किसिमको भिडियो बनाउने हो अबदेखि। जसले पनि हैन यदि सपोर्ट गर्नुहुन्छ, राम्रो चाहिँ गर्न चाहनुहुन्छ भनेदेखि हैन, म सबलाई कमेन्ट गर्नु होला, सबलाई एक 1K इन्भाइट गरिदिन्छु सबलाई। तर सपोर्ट गर्नुपर्छ सबैजनाले हैन। अब डा गरेर मात्रै भएन कि हलुका सपोर्ट पनि गर्नुपर्छ। सबैजनाले सपोर्ट गरौँ, एकअर्कालाई अगाडि बढ्नको लागि चाहिँ सबैभन्दा ठुलो कुरो सपोर्ट हो हैन, हेरेर मात्र हुँदैन। त्यही भएर म के भन्न चाहन्छु भने हैन, अब चाहिँ म त्यस्तो नेतासिताको कुरा नगर्ने। अब टक्करसँगले अरू कुरामै भिडियो बनाउन लाग्ने हो। नेताको कुरा 2 चोटि गरेर भिडियो बनाएको, 2 चोटि खाइदियो भिडियो। खोइ कुन्चीले खायो खाना चाहिँ डिलिटै हान्दिन्छ। अब आइडी नै सस्पेन्ड हानिदिन सक्छ यार। त्यही भएर डरले नि अब चाहिँ नबनाउने यार। यो धेरै दुःख गरेर यतिको बनायो आइडी। त्यही भएर हैन साथीहरूले सबैजनाले सक्दो सेयर सपोर्ट गर्नु होला। 1K जतिलाई पनि हैन 10K पुगेको छैन सबलाई म इन्भाइट गरिदिन्छु सबलाई। थ्याङ्क यू।